गरेर अगाडि बढेको छ। यसमा धरान नगरपालिकाको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट किरात राई आयोगका सुनसरी जिल्ला कार्य समितिलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। किनकि यो मैले अस्ति मात्रै एउटा कार्यक्रमबाट यो सुन्नमा आएको थियो। उहाँ अध्यक्षज्यूको मुखारबिन्दुबाट मैले सुनेको थिएँ र अस्ति उद्घाटन सत्रमा आइपुग्न सकिएन। यसका लागि क्षमा चाहन्छौँ, किनकि हामी पनि अहिले अलिकति चटारो, अहिले अलिकति व्यस्तताको कारणले गर्दा उपस्थित हुन सकेनौँ। यद्यपि हामी आए पनि तपाईँहरूका आफ्नो बलबुताले यतिका जमातलाई जम्मा गरेर आफ्नो भाषाप्रतिको, आफ्नो धर्म, आफ्नो संस्कार, आफ्नो पहिचान सबैलाई हामीले चाहिँ जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ। अन्ततोगत्त हामीले चाहिने भनेको, हामीलाई चाहिने भनेको आफ्नो अस्तित्व नै हो। र आफ्नो अस्तित्व कहाँ छ त भन्दा त्यो जरामै छ। त्यो जराबाट नै हामीले जोगाउन सक्नुपर्छ। त्यसका लागि किरात राई आयोगका जिल्ला कार्य समिति अगाडि बढिराख्नु भएको छ। सबैले हातमा हात, साथमा साथ, हैसेमा होस्टे गर्दै अगाडि बढ्न सकियो भने पक्कै पनि हामी सफल हुन्छौँ। सुनसरी जिल्ला कार्य समिति सफल हुन्छ। समग्रमा हामीले पाउने भनेको चाहिँ अहिले नै तत्कालमा हामीले आकाशबाट ठुलो फल झरेर हाम्रो अगाडि बस्ने होइन। हामीले आफ्नो अस्तित्वलाई जोगाउन अहिलेबाट सुरु गर्यौँ, आजबाट सुरु गर्यौँ। हिजोबाट पनि सुरु भएका थिए। विगत त्यति लामो इतिहास कसरी सकियो भन्नेको सन्दर्भ अब आजका मितिबाट हामी जागृत भयो भने त्यसलाई पनि खोतल्दै, त्यसलाई पनि अबका दिनमा पुनरुत्थान गर्दै फेरि पनि हामीले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिलाई जगेर्ना गर्दै अगाडि बढ्न सक्नेछौँ, बढ्न सकौँ भन्ने आशा, भन्ने अपेक्षा राख्दै यतिका कार्यक्रम गर्नुभएको छ जिल्ला कार्य समितिलाई र साथ दिने सम्पूर्ण यहाँ चाहिँ धरान नगर कार्य समिति हुनुहुन्छ, कर्मचारी मञ्च हुनुहुन्छ, यहाँबाट आइपुग्नु भएको छ आर्बिटरी क्लबका साथीहरू हुनुहुन्छ, आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, लाइट चेस क्लबबाट व्यक्तित्वहरू उपस्थित हुनुभएको छ। सम्पूर्णलाई एकमुष्टमा हार्दिक आभार पनि प्रकट गर्दै